अनि कुन चाहिँ बाजे बोजूले चाहिँ नाम राखिदिएछ यसको नाम स्याल रोटी भनेर हेर्दा कुनै एङ्गलले स्याल जस्तो त देख्दिनँ। यस्तै आधारहीन प्रश्नहरूको सामञ्जस्यले घेर्छ कहिलेकाहीँ मलाई त एक्लै भएर हो। नमस्कार खामरी म स्वागत गरे आजको ब्लग। आज फेरि हाम्रो पुलिस दाइको चौकीतिर होइन तर बारीतिर पो ड्युटी परेछ कि क्या हो। होइन लौरो नबोकेर त डोको पो बोकिरहेको छ। मेहनत गर्ने आदत लागेको दाजुले अब आफू मात्रै मेहनत गरे त अर्कै कुरा हुन्थ्यो। अब हामीलाई पनि छोड्ने त कुरै नै आएन। अब दाजुसँग पछि पछि लाग्नै नै पर्यो दाजुको काम सँघार्नको निम्ति भनेर। कहीँ त मलाई यस्तो लाग्छ यो दाजुले देश सेवा गर्ने प्रण सँगसँगै हामी जस्तो अल्छेलाई सुधार्ने पनि प्रण लिएको छ होला सायद। अब दाजुको आज्ञालाई टाल्ने कुरा आएन सिरोपा राखेर म पनि लागे पछि पछि डोको बोके। एउटा दाजुको भार सम्हालिसकेको थिएन थपिएछ फेरि अर्को दाजु। अब हामी लाग्यौ आफ्नो कामतिर। आजको काम भन्ने थियो त्यसै मल बोक्न। अब भारी नबोकी दिनै नबित्ने म जस्तो गदाको भारी त बोक्नै पर्यो। अब हामी गन्तव्यमा पुगेर भारी मिलाउन थाल्यो। अब यसो हेरेको त्यहाँतिर काम त चलिरहेको रहेछ धमाधम जेसीबी। अब बोल्नेको त पिठो पनि बिग्ने भइहाल्यो यसैले दाइले पनि मलाई हलो भनिदिए। पुलिस र आर्मीलाई घर पठाउँदा के खिलाएर पठाउँछ हौ। नियम नै एकदमै कडा। सास फेर्न नपाई कामतिर दलाइहाल्यो। दुई दाजुको डोज कम्ती भएको थिएन अर्को दाजु फेरि थपिदिइहाल्यो। भगवानले पनि के चाहन्छ हामीसँग मेहनत गरोस् त गरोस् तर यति साह्रै लाछार हुने घटको त होइन नि। अब दाईहरूको अगाडि ठग्नु भएको छैन। अब म पनि लागे लुखुर लुखुर भारी बोकेर आफ्नो गन्तव्यतिर। अब आजको काम भने यस्तै नै थियो 10 भारी मल बोकेर हामीले चाँडै नै सिधाइ पनि हाल्यो। भन्नुपर्दा काम गर्दा पनि आफ्नो फेसनलाई चाहिँ छोडेको छैन। मेरो दाजुले ब्याक चाहिँ छैन भिडेर हिँडेको छ। त्यसपछि लाग्यो हाम्रो दिदीको घरतिर। दिदीले एकदमै राम्रोसँगले फुलहरू रोप्नु भएको छ। आफू त पर्यो फुल प्रेमी रोप्न नजान्ने तर अर्काले रोपेको चाहिँ सजिलैसँग भिडियो अनुमति बिना लिइदिइहाल्ने। अब फुल खिचेर पेट नबन्ने हामी लाग्यौ पेट पूजातिर। अब दिएको वाइवाइले मात्रै नपुगेर म जस्तो हातले थपे रोटी पनि। अब अगाडिको सिट जति सबै भयो दाइको मलमाथि बसेर जाने अवस्था भयो। यो भन्नुपर्दा हाम्रो दाजु अति नै मेहनतिलो हुनुहुन्छ। छुट्टीमा 2 दिन आउँदा पनि उहाँ काम गरेरै जानुहुन्छ। यो हाम्रो निम्ति सिक हो आजको युवा पिँढीको निम्ति। उहाँले चाह्यो भने उहाँको स्यालेरीले नै उहाँलाई खाना बस्न पुग्छ तर उहाँ एकदम कामकारी हुनुहुन्छ। आज भोलि मेरो आफ्नो ओछ्यान जस्तो होइन कुखुराको ओथ्रा जस्तो नै भइदिइसकेको छ। फेरि आज पनि पार्दैछ अन्डा। यसरी नै हामीले सक्यो आजको काम। सकि दाजुबाट पाए इनाम यही इनाम लिएर म लागेँ अब दोकान। आजको लागि यति नै हेरिदिनु भएको लागि धन्यवाद। प्रतिक्रिया साझा गर्नु।